सागरु मल्लु जलाइन जलाइन गाइज वेलकम टु द न्यू ब्लग। आज चाहिँ हाम्रो क्लास हो अनि अब ठक्क आज चाँडो उठ्यो। अब फ्रेस भएर क्लास जानुपर्छ। पहिला सबभन्दा पहिला मुख धोएर अब कफी खाने अनि त्यसपछि अरू केही काम हुन्छ पछि। ठ्याक्क अब क्लास जानलाई रेडी ड्रेस लगाएर रेडी भइसक्यो। अब त्यो हो, अब सबै साथीहरू पनि रेडी हुँदैछन्। अर्को रुममा छ, त्यहाँबाट चाहिँ अब क्लास डाइरेक्ट जाने। आज चाहिँ ढिला भएको छैन, आज एकदम चाँडै छ, टाइममै छ। 15 मिनट अगाडि नै रेडी भइसक्यो। अस्ति चाहिँ सोमबार चाहिँ ढिला हुन्थ्यो क्या जहिले मलाई। सो लेट्स गो। मैले गरेकै थिएँ, चार्ज धेरै खान्छ क्या। वेट 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 राइस प्यान ब्रेडको रेसिपी। लभिङली यस्तै ठिक छ मुझे। आज हाम्रो सागरले के पर गरेछ, नाम चाहिँ थाहा भएन। अन्डाको चाहिँ हुन चाहिँ सागरु मल्लु टङ्क पङ्कज देखाइसक्यो रेसिपी। लाइभ बस्यो के लाइभ बस्यो टिकटक फेसबुक के छ फलोवर जे माथि त्यहीमा बस्यो धेरै फिलेहरू अब्दुल्लाले देखाइदिन भए मिलेर गराएको देखाइसक्यो। जलाइन जलाइन अनि त्यसपछि यति नै हो सबैको। ठ्याक्क हाम्रो क्लास सक्यो 4 साढे 4 बजीतिर। अनि अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ सबैजना। म त आफ्नो रुममा आज एक्लै छु, उता साथीहरू पनि अर्को कोठामा रेस्ट गर्दैछन्। अनि ठ्याक्क अब एकछिनपछि आधी घन्टापछि तल झर्ने। अनि त्यसपछि के भन्छ टेबल टेनिस खेल्ने, नभए जिम गर्ने, एकछिन फिजिकल एक्टिभिटिज केही, अनि माइन्ड फ्रेस हुन्छ। अनि त्यसपछि खाना पकाउन जानुपर्छ। आज चाहिँ साथीहरू जुन काममा गएको छन् मेरो रुममेट, तिनीहरूको लागि पनि खाना पकाउनुपर्छ। अरू दिन त खासैमा खाना पकाउँदिन्थेँ, आज चाहिँ पकाइदिनु पऱ्यो सबैको लागि। सो अब आज त्यही हो। अब क्लास गएर आएर टाउको दुखिरहेको छ। अनि अब सुतेर मोबाइल चलाइरहेको थिएँ अहिले त। त्यसपछि अनलाइन भिडियो पनि हेर्नु छ, अनलाइन भिडियो पनि हेर्नु बाँकी छ। नो नो इट्स पगारत नो पगार मिया पगारत हैन मिया पगारत हैन, तिमी पगारत हो। तिमी हो के पगारत? सबभन्दा ठुलो पगारत तिमी हो, बर्थडे बोय। मुस्लिम ताक्ने पगारत हेर त। मा मुस्लिमलाई सम्मान छोडेन भनेपछि मा कस्तो खालको अझ पाप धुलिन्छ रे। आको दुला देखा हेर। हाम्रो खाना खाने टाइम। खाना पकाउँछु भनेको सोचेको थिएँ, तर साथीहरू आइहाल्यो चाँडो अनि तिनीहरूले नै पकाउने भयो। अब खालि खाना खाने बस्ने, अब साथीहरूसँग एकछिन गफसफ गर्ने, साथीहरू खाना पकाउने अनि खाने। ठ्याक्क हामी सबैजना टिटी खेलेर आइसक्यौँ। खानासाना खायो अनि 1 घन्टा जति टिटी खेल्यो। यहाँ अब 11 बजिसक्यो। अब हामी ठ्याक्क सुत्न जाने। सो आजको ब्लगलाई यति नै। गुड बाई, सी यु अन नेक्स्ट भिडियो।